नमस्ते, म डाक्टर सुजाता खड्का न्यौपाने, HOD, डिपार्टमेन्ट अफ अब्स्टेटिक्स एन्ड गाइनिकोलोजी। आज वर्ल्ड डाउन सिन्ड्रोम डेमा म आज डाउन सिन्ड्रोमको बारेमा केही जानकारीहरू दिन गइरहेको छु। डाउन सिन्ड्रोम भनेको चाहिँ एउटा जेनेटिक कन्डिसन हो। जेनेटिक कन्डिसन भनेको चाहिँ जिनको मार्फत चाहिँ यो आएको हुन्छ। हाम्रो एउटा ह्युमन बडीमा चाहिँ हाम्रो टोटल जिन अथवा क्रोमोजोम चाहिँ 46 वटा 46 वटा हुनुपर्दछ, तर डाउन सिन्ड्रोममा चाहिँ 47 वटा हुन्छ हाम्रो क्रोमोजोम चाहिँ। यसमा चाहिँ क्रोमोजोम नम्बर 1 देखि 46 सम्ममा चाहिँ क्रोमोजोम नम्बर 21 को चाहिँ 3टा कपी हुन्छ। अरू सबै जिनको 2टा हुनुपर्छ भनेदेखि चाहिँ डाउन सिन्ड्रोममा चाहिँ बच्चाको क्रोमोजोम नम्बर 21 को चाहिँ 3टा भएर ट्राइसोमी 21 पनि भनिन्छ। डाउन सिन्ड्रोमको चाहिँ रिस्क फ्याक्टर कस्तो बेलामा चाहिँ मेरो बच्चालाई डाउन सिन्ड्रोम छ कि छैन भनेर कति बेला हामीले सोच्नु पर्दछ भन्दाखेरि रिस्क फ्याक्टरहरू चाहिँ के छन् भन्दाखेरि चाहिँ यदि आफू गर्भवती पहिलोचोटि गर्भवती हुँदाखेरि चाहिँ आमाको उमेर चाहिँ 35 भन्दा माथि छ भने चाहिँ त्यो आमाको बच्चालाई चाहिँ डाउन सिन्ड्रोम हुने चान्सेस अझै बढी हुन्छ। झन् हामी 40 भन्दा माथि पहिलोचोटि गर्भधारण गर्दैछौँ भनेदेखि चाहिँ यो रिस्क अझै हाई भएर आउँछ। त्यस्तै अर्को रिस्क फ्याक्टर भनेको चाहिँ पहिले नै घरमा अथवा फ्यामिलीमा चाहिँ डाउन सिन्ड्रोम भएको बच्चा पहिले नै छ भने त्यो जिन चाहिँ फेरि क्यारी भएर हुन सक्ने भएको कारणले गर्दाखेरि चाहिँ फ्यामिलीमा कहिले त्यस्तो हिस्ट्री छ भनेदेखि त्यो पनि एउटा रिस्क फ्याक्टर हुन आउँछ। एउटा गर्भवती आमाले अथवा प्रेग्नेन्ट लेडीले चाहिँ कति बेला चाहिँ मेरो बेबीलाई पनि डाउन सिन्ड्रोम छ कि छैन भनेर कसरी जाँच गर्ने त भन्दाखेरि प्रेग्नेन्सीकै टाइममा कसरी जाँच गर्ने भन्दाखेरि चाहिँ डाउन सिन्ड्रोमको लागि चाहिँ प्रिनेटल स्क्रिनिङहरू उपलब्ध छन्। यो हाम्रो अहिले संस्थामा पनि यहाँ झापामा पनि एभाइलेबल छ। प्रिनेटल स्क्रिनिङ भनेको चाहिँ प्रेग्नेन्सीकै बेलामा ब्लडको माध्यमबाट टेस्टहरू गर्ने हो। पहिलो स्क्रिनिङ भनेको चाहिँ तपाईँको 11 देखि 13 हप्ता, प्रेग्नेन्सीको 11 देखि 13 हप्तामा गरिन्छ। त्यसमा चाहिँ अल्ट्रासाउन्ड अथवा भिडियो एक्सरेमा चाहिँ न्युट्रल ट्रान्सलुसेन्सी र न्युट्रल फोल्ड हेरिन्छ। त्यो चाहिँ भिडियो एक्सरेबाट मेजरमेन्ट गरिन्छ र ब्लडमा चाहिँ डुअल मार्कर टेस्ट गरिन्छ। यिनीहरू चाहिँ फर्स्ट ट्राइमेस्टर अथवा पहिलो 3 महिनाको टेस्ट हुन् भनेदेखि चाहिँ दोस्रो महिनामा चाहिँ सेकेन्ड ट्राइमेस्टरमा पनि क्वाड्रुपल टेस्ट गरिन्छ। ट्रिपल स्क्रिन अथवा क्वाड्रुपल स्क्रिन गर्न सकिन्छ। यो टेस्ट भनेको चाहिँ आमाको ब्लडबाट चाहिँ विभिन्न हर्मोनको लेभल हेरेर चाहिँ यदि तिनीहरू हाई आएको छ भनेदेखि चाहिँ डाउन सिन्ड्रोम हो कि भनेर सस्पेक्ट गर्न सकिन्छ। र यी टेस्टहरूबाट चाहिँ यदि शङ्का आयो भनेदेखि चाहिँ अझै यिनीहरूको डायग्नोस्टिक एकदम 100% हो कि होइन भनेर गर्ने टेस्टहरू चाहिँ जस्तो कोरियोनिक भिलाइ स्याम्पलिङ, एम्नियोसेन्टेसिस भनेको चाहिँ पेटबाट प्वाल पारेर बच्चाको पानी निकालेर चाहिँ टेस्ट गर्ने टेस्टहरू अथवा NIPT टेस्टहरू चाहिँ हुन सक्दछन्। त्यसैले अहिले हाम्रो समाजमा चाहिँ अब महिलाहरू धेरै अलि पढ्ने, त्यसपछि पहिले काम गरेर आफू इन्डिपेन्डेन्ट भएपछि मात्र बिहे गरेर बच्चा पाउने भएको कारणले चाहिँ हाम्रो बच्चा पाउने उमेर चाहिँ अझै पछाडि ढकलिँदै गइरहेको छ। त्यही भएर चाहिँ डाउन सिन्ड्रोमको एउटा मेजर रिस्क फ्याक्टर भनेको चाहिँ पहिलोचोटि गर्भधारण नै 35 वर्षभन्दा माथि गर्नु एउटा ठुलो रिस्क फ्याक्टर रहेको छ। यदि तपाईँहरूको पनि लेट भएको छ भने अथवा कुनै पनि एज ग्रुपमा भए पनि आफ्नो बच्चामा चाहिँ डाउन सिन्ड्रोम छ कि छैन अथवा म यसको बारेमा टेस्ट गर्न मलाई यसको बारेमा जानकारी लिन मन छ भनेदेखि चाहिँ आफ्नो प्रेग्नेन्सीको 20 हप्ताभन्दा अगाडि नै आफ्नो डक्टरहरूसँग गएर चाहिँ टेस्टहरू, अल्ट्रासाउन्ड र ब्लड टेस्टहरू गर्न सकिन्छ। यसलाई चाहिँ प्रिनेटल स्क्रिनिङहरू गर्न सकिन्छ र यो हाम्रो BNC हस्पिटलमा चाहिँ उपलब्ध रहेको छ। त्यसैले अन्तिममा चाहिँ आज वर्ल्ड डाउन सिन्ड्रोम डेमा चाहिँ डाउन सिन्ड्रोम बारेमा चाहिँ जानकारी लियौँ र यसलाई कसरी आफ्नो प्रेग्नेन्सीमा अथवा आफ्नो गाउँ समाजमा अभोइड गर्न सकिन्छ यसबारेमा चाहिँ सचेत रहौँ।